नमस्कार सम्पूर्णमा हजुरहरूमा एउटा विशेष भिडियो लिएर आएको छु। विशेष खास त मलेसियामा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको लागि एकदम यो विशेष भिडियो हुनेछ। यो भिडियोमा मलेसिया एमबीसीको व्हाट्सएप नम्बर र ल्यान्डलाइन नम्बर छ। हजुरहरूलाई आवश्यक परेमा यो भिडियो हेरेर आवश्यक सहयोग लिनुहोला र यो भिडियो मन परेमा हजुरहरूले लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला, सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा पुर्याउनुहोला। हस्। म्याडमले गरेर अर्को कुरा जोड्न चाहेँ मैले है, हाम्रो साथीहरूले चाहिँ यो हटलाइनमा चाहिँ हामीलाई चाहिँ नेपाली साथीहरू चाहिँ यो अनलाइन जुवामा चाहिँ धेरै मान्छेहरू इन्भल्भ भएर कानुनी समस्यामा परेको, अब यहाँ विदेश आएर दुःख गरेर पैसा कमाएको पैसा सबै चाहिँ त्योमा चाहिँ गुमाइरहेको, त्यो मात्र नभएर त्यसपछि बाँकी चाहिँ कानुनी फन्दामा नि परेको भन्ने धेरै उजुरीहरू आइरहेको छ है। यो कुरामा चाहिँ हजुरहरू आफै सचेत भएर त्यो अनलाइन जुवा सम्बन्धी गतिविधिबाट चाहिँ अब टाढा रहनु हुन हामी विशेष अनुरोध गर्न चाहन्छौँ। एउटा त पैसा जाने, दोस्रो कुरा भनेको फेरि कानुनी फन्दामा परेर अब जेल जानुपर्ने, अन्य सजाय हुने हुँदा त्यस्तो समस्या अलिकति पछिल्लो क्रममा बढ्न थालेको देखिएको छ। त्योबाट अलिकति सतर्क रहनु होला सबैजना नेपाली दाजुभाइहरू। 2300 भनेर आएको, यदि 2300 पाएन भने के गर्ने होला? ठिक छ, तपाईँको एग्रिमेन्ट अनुसार पाएन वा स्यालेरी पाएन भने